गुड आफ्टरनुन क्लास। आजको क्लासमा हामी पृथ्वी सम्बन्धी अध्ययन गर्दैछौं। एकाइ छ हाम्रो पृथ्वी पाठ 2 उष्णमण्डलको बारेमा आज हामी अध्ययन गर्नेछौं। ओके, र सर्वप्रथम यो अक्षांशको आधारमा पृथ्वीलाई 3 वटा मण्डलमा विभाजन गरिएको छ। कति मण्डलमा? 3 वटा। नम्बर 1 उष्णमण्डल, ट्रपिकल जोन, के त उष्णमण्डल। त्यसपछि समशीतोष्ण मण्डल, टेम्परेट जोन एन्ड शीत मण्डल गरेर 3 वटा मण्डलमा विभाजन गरिएको छ। अब हामी चाहिँ यो नक्सा हेरौं। यो हो पृथ्वीको नक्सा। लास्ट बॉयज लुक एट व्हाइट बोर्ड। यो पृथ्वीको नक्सा हो, ग्लोब हो। ओके, र पृथ्वीको बीच भागबाट एउटा रेखा खिचिएको छ जसलाई भूमध्य रेखा भनेर भनिन्छ। हामीले अगाडिको कक्षामा छलफल गरिसकेका कुरा हो। अब यो 0 डिग्रीमा हुन्छ है, र अब हामीले यो भूमध्य रेखाबाट उत्तर र दक्षिणतिर पृथ्वीलाई 2टा भागमा विभाजन गरेको कुराहरू पनि थाहा छ है। अब हामी उष्णमण्डल पर्ने क्षेत्र कुन हो त भन्ने कुरा यो चार्ट पेपरमा हामी देखाउँदैछौँ। जस्तै यो 0 डिग्री हो भने लिसन, यो 0 डिग्रीबाट 30 डिग्री उत्तरी अक्षांश र 30 डिग्री दक्षिणी अक्षांशको यो ब्राउन कलरको एरियालाई भनिन्छ उष्णमण्डल। दैट मीन्स ट्रपिकल जोन भनेको 0 डिग्रीदेखि 30 डिग्री उत्तरी अक्षांशमा र 30 डिग्री दक्षिणी अक्षांशको यो पार्ट भनेको हो उष्णमण्डल। अब यो उष्णमण्डलमा कति प्रकारको हावापानी पाइन्छ, यो उष्णमण्डलमा कुन कुन क्षेत्रहरू पर्छन् र ती हावापानीका विशेषता के छन् भन्ने कुरा हामी पढ्दैछौँ। अब यो उष्णमण्डलमा पाइने 4 प्रकारको हावापानी मध्ये हामी भूमध्य रेखीय हावापानीको बारेमा आज हामी पढ्ने हो। अब यो उष्णमण्डलबाट, यो पाठबाट हामीले सिक्नुपर्ने कुराहरू चाहिँ यो स्लाइडमा देखाइएको छ। यो उष्ण प्रदेश भनेको के हो, यसको परिचय दिनुपर्ने छ। अनि उष्ण प्रदेशमा कस्तो प्रकारको हावापानी पाइन्छ, भर्खरै मैले भने 4 प्रकारको हावापानीको बारेमा हामी अध्ययन गर्नेछौँ। नेक्स्ट थिङ, यो उष्णमण्डलमा चाहिँ कस्ता वनस्पति पाइन्छन्, यहाँका चाहिँ जीव जन्तुहरू कुन कुन बस्छन् हैन, अनि मानिसको जनजीवन कस्तो छ, अनि यहाँको आर्थिक क्रियाकलाप के हो भन्ने कुराहरू चाहिँ हामी यो पाठबाट सिक्नेछौँ। अब नम्बर 1 उष्णमण्डलमा पर्ने भूमध्य रेखीय हावापानी भनेको के हो त? अब जस्तै यो 0 डिग्रीबाट 5 डिग्री उत्तरी अक्षांशमा र 5 डिग्री दक्षिणी अक्षांशमा पर्ने यो पार्टलाई, यो भाग भएको ठाउँमा चाहिँ भूमध्य रेखीय हावापानी पाइन्छ। कति त? 0 डिग्रीदेखि 5 डिग्री उत्तरी अक्षांशमा र 5 डिग्री दक्षिणी अक्षांशमा। अब यो हो भूमध्य रेखीय हावापानी है। अब यो भूमध्य रेखीय हावापानी कस्तो हुन्छ त भन्दाखेरि यहाँ चाहिँ सूर्यका किरणहरू वर्षैभरि सिधा पर्छन्, त्यसैले यहाँ चाहिँ सधैँ गर्मी हुन्छ। सपोज यो सूर्य हो भने यहाँबाट यो भूमध्य रेखामा सूर्यका किरणहरू सिधा पर्ने हुनाले यहाँ वर्षैभरि गर्मी हुन्छ। यहाँ चाहिँ ऋतु परिवर्तन हुँदैन। हामीले डिस्कस गरेकै कुरा हो कि हैन? ऋतु परिवर्तन हुँदैन, सधैँभरि गर्मी मात्रै भइराख्ने। ओके, र अर्को कुरा हामीले हिजो के पढेको थियो भने यहाँ चाहिँ प्रत्येक दिन मध्याह्नपछि मेघ गर्जन सहित भारी वर्षा हुन्छ जसलाई संवाहनिक भनेर भनिन्छ भनेको थियो। के रहेछ त संवाहनिक वर्षा भन्नाले? सपोज यो ठाउँमा जमिन छ अनि यो ठाउँमा पानी छ है, यो पानी हो सपोज है। अब यहाँ चाहिँ सूर्यका किरण एकदमै डाइरेक्टली पर्छन्, गर्मी हुन्छ, र त्यो यो जमिनमा भएको पानीमा चाहिँ एकदमै उम्लेर बाफको रूपमा परिणत हुन्छ, र यो पानी माथि माथितिर जलवाष्पयुक्त कणहरू बनेर पानीका कणहरू त्यो बाफमा मिसिएर चाहिँ माथि जान्छन् हैन। जति जति उचाइ बढ्दै जान्छ त्यो चाहिँ माथि गएर ती कणहरू एक आपसमा मिसिन्छन् अनि तिनीहरू बादलको रूपमा परिणत हुन्छन्, र ती बादलहरू एक आपसमा बादल ठोकिँदा त्यहाँ चाहिँ त्यो वर्षा बनेर फेरि तलतिर झर्छ, जुन वर्षालाई भनिन्छ संवाहनिक वर्षा। ओके, त्यसैले यहाँ चाहिँ 12 बजेपछि मुसलधारे वर्षा हुन्छ। ओके, यो चाहिँ यसको अवस्थिति भयो। अब किसिमका बोट बिरुवाहरू पाइन्छन् भन्दाखेरि यो भूमध्य रेखाको वरिपरि चाहिँ अमेजन नदी छ, र अमेजन नदीको वरिपरि के छ त ठूलो जंगल छ जसलाई के भनिन्छ? अमेजन नदीको वरिपरि भएको एउटा ठूलो जंगल छ जसलाई सेलवाज भनिन्छ भनेको थिए हो कि हैन? हो। र अमेजन बेसीको वरिपरि, कंगो बेसीको वरिपरि, अनि मलेसिया, इन्डोनेसिया, सिंगापुर आदि देशमा यो भूमध्य रेखीय हावापानी पाइन्छ। यसपछि हामी चाहिँ अब यो 0 डिग्रीदेखि 30 डिग्रीको बीचमा चाहिँ के हो? उष्णमण्डल, उष्ण प्रदेश पनि भनिन्छ हैन।
र यो उष्णमण्डलमा 4 प्रकारको हावापानी पाइन्छ। यो उष्णमण्डलमा जुन जुन एरिया पर्छन् यहाँ चाहिँ 4 प्रकारको हावापानी पाइन्छ, जसमध्ये भूमध्यरेखीय हावापानीको बारेमा आज हामी पढ्दैछौँ। अब 0 डिग्रीदेखि 30 डिग्रीसम्म उष्णमण्डल, अब 30 डिग्रीदेखि 60 डिग्रीको यो येलो पार्ट छ नि, 60 डिग्री उत्तरमा 60 डिग्री दक्षिणमा हामी समशीतोष्ण मण्डल पर्ने हो, यसको बारेमा हामी अर्को पाठमा पढ्ने हो। र यसपछि 60 देखि 90, ओके, हाम्रो यो भूमध्यरेखाले 90 डिग्री उत्तरमा र 90 डिग्री दक्षिणमा हाफ गर्छ। टोटल 180 डिग्रीको अक्षांशमा चाहिँ यो पृथ्वीलाई विभाजन गरिएको छ, हाफ हाफमा, ओके। सो यसलाई चाहिँ भनिन्छ शीत मण्डल। कुन हो त यो? शीत मण्डल। र यहाँ चाहिँ एकदमै चिसो हुने यो ध्रुवीय क्षेत्र भन्छ यसलाई, अस्ति हामीले ग्लोबमा पनि देखेका थिए। यो पार्ट र यो पार्टलाई शीत मण्डल भनिन्छ। यो चाहिँ 60 देखि 90 डिग्रीको अक्षांशमा हुन्छ र यहाँ चाहिँ अत्याधिक गर्मी हुने। अब आज हामीले डिस्कस गर्नुपर्ने भनेको मेन उष्णमण्डलमा पाइने हावापानीको प्रकार, त्यसमध्ये पनि भूमध्यरेखीय हावापानी। अब हामीले यो भूमध्यरेखीय हावापानीको विशेषता कस्तो हुन्छ डिस्कस गरिसके। अब यहाँ कस्तो प्रकारको बोट बिरुवाहरू पाइन्छन् त भन्ने कुरा, ओके। अब यो ठाउँमा बढी जसो के हुन्छन् त मोटा खाले, अग्ला खाले रुखहरू पाइन्छ। हावापानीको विशेषता पढ्दैछौँ। के पढ्दैछौँ? भूमध्यरेखीय हावापानीको विशेषता। अब भन्नुहोस् त कस्तो हुने रहेछ त भूमध्यरेखाको वरिपरिको हावापानी चाहिँ कस्तो हुने रहेछ त? ओके, लिसन टु मी, लिसन। ओके, सालैभरि सूर्यको किरण सिधा पर्छन्, वर्षैभरि सिधा पर्ने हुनाले त्यहाँ वर्षैभरि गर्मी हुन्छ, अनि र त्यहाँ चाहिँ वर्षैभरि वर्षा पनि भइरहेको छ। प्रत्येक दिन वर्षा हुन्छ हैन, मध्याह्नपछि संवाहनिक वर्षा हुन्छ। संवाहनिक वर्षा भनेको के हो मैले भनिसके। सूर्यका किरणले गर्दाखेरि चाहिँ त्यो तातो बाफमा पानी चाहिँ बाफमा परिणत भएर माथितिर जान्छ, जो ती पानीका कणहरू एक आपसमा ठोकिन्छन्, बादल बनेर चाहिँ फेरि तल झर्छ। प्रत्येक दिन वर्षा हुन्छ, यसलाई भनिन्छ संवाहनिक वर्षा। अब यी भए चाहिँ भूमध्यरेखीय हावापानीका विशेषता। यो के हो? अमेजन नदी वरिपरि लुक हियर, अमेजन नदीको वरिपरि भएको एउटा जंगल हो, जसलाई के भनिन्छ भने भर्खरै हामीले सेलवाज, के भनिन्छ? सेलवाज हो। यो अमेजन नदी बेसी भयो, अनि यसै गरी कङ्गो बेसीको वरिपरि चाहिँ यस्तो जंगल पाइन्छ। यो अमेजन नदीको वरिपरि पाइने यस्तो जंगललाई सेलवाज भनिन्छ, ओके। अब यस्तो घनघोर जंगल भएको ठाउँमा कस्ता प्रकारका जनावरहरू पाइन्छन् त भन्ने कुरा पनि हामी अध्ययन गर्नेछौँ। अब पक्कै पनि यो क्षेत्रमा अमेजन बेसी र कङ्गो बेसीको वरिपरि घना जंगल पाइने हुनाले यहाँ चाहिँ संसारका 90% जनावरहरू यो ठाउँमा पाइन्छन् भनेछ। यसमा बाघ, भालु, अनि यसै गरी चाहिँ हिजो हामीले भनेको थियो नि हिप्पोपोटामस हैन, गोही, अनि चितुवा आदि, सर्प, गिच्छी, गोरिल्ला लगायतका संसारमा पाइने जनावरहरू मध्ये 90% जनावरहरू यो क्षेत्रमा पाइन्छन्। अब यहाँका भएका यो जस्तै यो जंगलको विशेषता के छ त? यो सेलवाजको विशेषता के छ? जो अमेजन बेसीमा अमेजन नदीको वरिपरि पाइन्छ, ओके। यसमा के हुन्छ भन्दाखेरि सूर्यका किरण डाइरेक्टली यहाँ रुखहरू चाहिँ माथि झ्याम्म परेका हुन्छन्। यो ठाउँमा भएका रुखहरू तलबाट चाहिँ मोटा अग्ला भए, अनि माथि पातहरू झ्याम्म परेका, र जसले अनि बेलादार बिरुवाहरू उम्रेर तिनीहरूको टुप्पोमा अलिकति बाक्लो गरेर झ्याम्म परेको हुन्छ, जसले गर्दा सूर्यका किरण डाइरेक्टली भुइँमा पर्दैनन् र त्यहाँ चाहिँ अरू घाँसहरू उम्रिँदैनन् र ठुल्ठुला रुख